ठुल मम्मी नमस्ते। के छ सन्चै हुनुहुन्छ? सन्चै हुँ। नमस्ते गरिले। यो कुन ठाउँ हो अनि? यो गोठी चौर गोठी गाउँ वडा नम्बर 2। कस्तो छ अनि राम्रो लाग्छ? राम्रो लाग्छ। अब वातावरणहरु कस्तो लाग्छ नि? अनि हे जन्मियौ त अनि यहाँ छोरी कहाँ जाने अब? पहिलाको जमानामा ठीक लाग्छ कि आजभोलिको जमाना ठीक छ? यो अहिलेको जमाना है ठीक थियो। ज्याकै आउने ज्याकै गर्ने है जमाना ठीक थियो। अब जमाना अनुसारको फल खानु हुने जमाना अनुसारको। अनि उहिलेको जमाना अनि के खाऊँ हामीले? कोदा रोटी खाऊँ, भोगा रोटी खाऊँ, मकैको रोटी खाऊँ, कोदा रोटी खायौँ, आलु खायौँ, अनि सिमी खायौँ, गेर खान्छौँ उही बेला। अहिले के खान्छु? अहिले भातै छल उठ्यो, भातै बा उठ्यो, भातै हाम्रो अर्ग्यानिक खाना छोडिहाल्यो। अनि अहिले के खान्छन्? छल भातै बा भातै गरे। अहिले मान्छेहरू किन टिम्न जाँदैनन् अनि पैसाहरू कहाँबाट कमाउनुहुन्छ? कोही देश विदेश गर्ने भए, कोही अनि भिडियो कल गर्न लाग्यो के। ल ठुल मम्मीलाई पनि वेलकम छ है, नमस्ते। तै नरे अनि यही गरिला के नमस्ते गरिला हो त्यही गर। अनि हाम्रो सबै ठुल मम्मीहरूलाई सबैजनालाई भाइरल बनाइदिनु पर्यो होइन? हो कि होइन? भाइरल गोठी गाउँ गोठी गाउँ। अनि के उहिले के खान्छौँ? फापरको लगर खान्छौँ, कोदीका रोटा खान्छौँ, मकैका रोटी खान्छौँ उही बेला। अनि चिना भात खान्छौँ। अनि काहीँ कोही जुम्लो बजार गरेपछि जुम्लाउनु गएपछि अनि धाना भात खाने, अनि खाली कोदा रोटी खाने, घोगा रोटी खाने, मकैका रोटी खाने। अहिले के छ? अहिले छला भात खाउँ अरे, बा भात खाउँ अरे। अनि उकरी न भातै खाएपछि काँबाटी हुने भयो, जिउ काँबाटी लाग्ने भयो। पोस दिँदैन भातले। हामी मकैका रोटी खाएपछि, कोदीका रोटी खाएपछि, अनि चिना भात खाएपछि, कागुना भात खाएपछि अनि नाभ अनि केही न केही हामी अनि हुने भयो। अनि आजभोलि त मौसम एकदमै धेरै चिसो छ है ठुल मम्मी? पहिला भन्दा आजभोलि किन त एकदमै धेरै चिसो हुन्छ? पानी परेपछि चिसो हुनु हाम्रो ठाउँ। अनि अब त अहिले गर्मी हुने भयो, मच्चा लाग्ने भए। नेगो ठाउँ अब गर्मी छैन, चिसो हुने, हिउँदा चिसै बर्खा चिसै हुने भयो। ल बोल त बोल। ठुल मम्मी भन्नु अरू के छ अनि हालखबर दुःख सुखको कुराहरू? दुःखरी त एउटै पढाउनु भयो त छोराछोरी सबले छोरीले। खासै के कारण हो? छोरा त पार्नु भयो, तुल्नु भयो, तपाईँले एक्लै पारामा छोडिदिनु भयो? अब केले त्यही बुहारी मिलेछि छोरो नमिल्ने, छोरी मिलेछि छोरो मिलेछि बुहारी नमिल्ने। आम्नै छोरा त हुँदैनन् हुने भएपछि अहिले परबाबुवा छोरा हुन्छन्। परबाबुवा दिन हुने आम्ने हात आम्ने पात गऱ्यो नि मेरै कुना भन्ने। त्यही त गाह्रो छ नि, बच्चादेखि सधैँ पालिराखेको। अब अनि के गर्ने? हामी जानु पर्यो, गिटी कुट्यो खानु पर्यो, बालु बोक्यो खानु पर्यो। अहिले बालु बोक्न जानु छ, अब बालु नबोकु हुने भएपछि अनि कहाँबाट 2 पैसा आएपछि खाने। अक्का छोरा बुहारीले उकरी न गर्दैन, पाल्लो नहुने भएपछि के लाग्यो? गिटी बोक्नु पर्यो, बालु बोक्नु पर्यो, खाने पैसा बालुहरू बोकेको दिएपछि 200, नदिएपछि 150 200 पनि बालु बोक्यो। अनि 200 बालु बोकेको त्यही 200 रुपियाँ मात्रै मिल्छ? 200 हाम्रो ठाउँ त्यही भयो। अनि उनीको दुनिया नहुने भयो। अनि लगानी चाहिँ पैसा धेरै हुन्छ कि अब समितिहरूले त्यो पैसा खाएको हुन्छ कि तपाईँ? पैसा खाया हुन्छ नि समितिले गस्कैले। आछि त ऐति नै त पतिले खाइले एकदम दुध लाग्ने खाइले अनि राख्ता। अनि किन यो गाउँ घरको मान्छेहरू के भन्नुहुन्न? केही नहुने सुहाउने। अब अनि कोही तेल हालिले भइगयो, चामल हालिले भइगयो, नुन हालिले भइगयो, आम्नो सस्तो पुरेलले भइगयो, खाइले भइगयो समितिहरू बाहिर न। अनि आउनु हुने भए खुबै काम गरेपछि 10-20 दिन काम गरेपछि 2000-3000 दिने भए, टोटोने भए 100 रुपियाँ ढेरी, 200 रुपियाँ ढेरी गर्ने भए। राम्रो विकास भयो, राम्रो गर्यो। 10-20 दिनमा चाहिँ तपाईँले 15,000 देखि माथि कमाउन सक्नुहुन्छ, किनकि राम्रो योजना आयो, राम्रो समिति पर्यो भने चाहिँ राम्रो केही पैसा भयो भने चाहिँ तपाईँहरूले 10-20 दिनमा चाहिँ 10-12 हजार
कति 10-20-30 दिनमा 10-12 हजार कमाउन सक्नुहुन्छ भने चाहिँ 10-20 दिनमा चाहिँ 5-6 हजार पनि कमाउनु गाह्रो छ होइन अनि त्यसो भए अनि तपाईँहरू चाहिँ अनि समितिहरूले केही भन्नुहुन्न गाउँको विकासहरू सहायता यताउति सबैजना मिल्नुहुन्छ तर किन खासै त्यसमा चाहिँ विरोध उठाउनुहुन्न कोही नउठाएपछि एकजनाले उठाएपछि अब तितो हुने भइगयो बोलेपछि तितो हुने भइगयो अनि सबैले गाउँकी दिदी बहिनी दाजुभाइले सबैले अनि उठाइदिएली आवाज उठाइदिएली अनि यतिमा हामी ढ्यारी लाग्दैनौँ यति ढ्यारी अनि दिनको बहालौ काम गर्नु 9 बजे चाहिँ 10 बजेसम्म काम गर्दै 5 बजेसम्म काम गर्नुहुन्छ भनेपछि गाउँघरमा सबैभन्दा नि खेत पाखा सबैभन्दा नि हाम्रो यो अर्ग्यानिक खानेकुराहरूमा एकदमै धेरै राम्रो इम्पोर्टेन्ट हुन्छ गाउँमा तर अहिले चाहिँ गाउँमा धेरै राम्रो गाई बस्तुहरू सबै छोराउने छन् गाईहरू सबै छन् अनि यस्तो गर्दा गर्दै बिजोग तरिकामा छ अनि कसरी तपाईँहरू पालिराखिनु भएको छ अनि न खेत राम्रो छ न केही खानेकुराहरू राम्रो छ केही पनि छैन अब गाई बाछा छोड्यो र भुरी भेडा छोड्यो र खाल्ले भइगयो लाया पनि सिगरी छैन मल बोक्या नि सिगरी छैन हाम्रो दुःख गरिले भइगयौँ दुःख गरेको त्यो आउने मानुमुठो नआउने भइगयो अनि कति हराउनु खेताउनु हामी कति भिजौँ मेघ आला हामी भिनै पर्यो रुइनै पर्यो अनि यतामा नारी डुबन जलाउँछ अब खेतबारी उकैने अरे त्यो उकाइसक्यो गाई बाछाले खाएपछि अनि पाउने अब के भने चाहिँ यहाँ भोलि गरुला जाउँ अब स्कुलमा चाहिँ होइन 6 सम्म पुगिसक्यो तर यहाँ स्कुलको राम्रो पढाइ राम्रो छैन के राम्रो छैन खासै यो स्कुलमा चाहिँ भएको चाहिँ के कारण हो तपाईँहरूलाई थाहा होला के हामीलाई क्या थाहा छ मास्टर पनि गतिला नाइ समिति गतिला हुनु पर्यो मास्टर गतिला हुनु पर्यो मास्टर पनि उता गएपछि अनि बालबच्चा पनि नपठाइदिएपछि छैन भनेपछि राम्रो स्कुल छैन भनेर सबैले पैसा खर्च गरेर बोल्डिङ हाल्ने काम भइरहेछ बजारतिर बस्ने बुढाबुढी बस्ने बच्चाहरूले सबै बजारतिर लग्ने तर यो स्कुलमा चाहिँ खासै के कारण हो सबैले यो स्कुलमा छोडेर बजारतिर हाल्ने मनिसाकोतिर हाल्ने किन भइरहेछ त्यो पैसा भएपछि हाल्यो पैसा नभएपछि उदाउनिया छतिरी भइगयो जैतो उदाउनिया गाह्रो भएर अनि गइकन पनि मास्टरले पढाइदिनु पर्यो लेखाइदिनु पर्यो छोराउनी छचुरी गरिदिएपछि कहाँबाट पढाउन कहाँबाट लेखन त छोराउनी छचुरी किन गर्दिन अब के गर्नु पर्यो भने चाहिँ सबैजनाले बच्चा बालबालिकाहरूलाई सबैजनाले सबैजनाले भेट्यो गरुला अब स्कुलमा चाहिँ बच्चा बालबालिका गाइती नपठाउने भेराती नपठाउने सबैजनाले गाउँघरको मान्छेहरूले बुढाबुढी बुझेर सबैले चाहिँ बच्चा बालबालिकाहरूलाई सबैजनालाई स्कुल पठाउनु पर्यो यहाँ स्कुल राम्रो छैन भनेपछि स्कुल राम्रो छैन भने चाहिँ सबैजना गाउँघरमा सबैजना मिलेर तर त्यो स्कुलमा गएर केही न केही कुरा राख्नु पर्दैन तपाईँहरूले सबैजना मिलेर अनि हामी नजाने भयौँ त अनि आफ्नो बालबच्चा छैन न अनि हामीले जानै नमिल्यो बालबच्चा नभए पनि आफ्नो स्कुल हो तपाईँहरूले आफूले केही कुराहरू त राख्न सक्नुहुन्छ पछिको दिनमा आफ्नो नातिहरू आउँछन् नयाँ नातिहरू आउँछन् अहिलेदेखि अनि आफ्नो बालबच्चा छैनन् आइकन हामीले फटफटी गर्ने हुने भए कुरो बोले पनि सुहाउँदैन अनि काम त्यही त हामीले सबदेखि आउने फटफटी गर्ने भने पछि तपाईँहरूले त्यतिदेखि सहनु भयो त्यही पछि तपाईँहरूको नातिहरू ननातिहरू आउनु त्यही स्कुलमा पढ्लान् त्यही स्कुल तपाईँहरूले अगाडिदेखि लागेको छ नि जुन अगाडिदेखि लागेको तपाईँहरूले बोल्दै बोलेको छैन नि त त्यही भएर त्यही स्कुल त्यहीबाट नै गइरहेछ तपाईँहरूले विरोध गर्ने नाति नभए पनि अरूको लागि भयो भने विरोध गर्न सक्नु त हुन्छ होइन अहिले आफ्नो ननाति नभए नि छोरीका ननाति हुनन् छोराका ननाति हुनन् कोही होइन आफ्नो जैतो भए नि आफ्नै घरेसका ननाति नभए नि आफ्नो सागका ननाति त हुन्नन् आफ्नो सागका ननाति पनि आफ्नै ननाति जस्ता हुन् के आमा जानेपछि अनि अब के गर्नु पर्यो स्कुलमा विरोध उठाउनु पर्यो यहाँ जमिन जग्गा एकचोटि बोल हामी बाहिर अब कहाँ जाने त्यही त अनि के खान्छौँ कोही बेला फापर लगेर खान्छौँ कोदीको रोटी खान्छौँ अनि अनि कागुन खान्छौँ उही बेला अहिले कागुन लाउन छोडिनौँ कागुन कोटा हुन्छ त है ल सबैजना नमस्ते
सबैजना भिडियोलाई सेयर गर्नु मेरो भिडियोलाई सेयर गरिदिनु होला है ल सबैजनालाई नमस्ते सेयर गरिदिनु है अम्मो थ्याङ्क यू सो मच सबैजनालाई ल धन्यवाद छ